च्याप्टर 18 को छङ्बो मुनुवामा चाहिँ हानगुगी नुई यगा सेङ्वाल कोरियनहरूको फुर्सदको जीवनयापन छु भनेको हप्ता है। छु अथवा छुइल भनेको त हप्ता। हप्ताको चाहिँ अब यो घन्टा गन्दा त सुइन दु भन्नु पर्यो है। सुइन दु सिगान 52 घन्टा। छु सुइन दु सिगान भनेको हप्ताको 52 घन्टा। खुन्मु जेगा काम गर्ने कार्यप्रणाली छङछक थोइगो स्थापना भएर छङछक थोइद भनेको त स्थापना हुनु। स्थापना भएर छुल थोइगुन सिगानुल काममा जानेर आउने समय चाहिँ थाल्याक चगुरो स्वतन्त्र रूपमा अथवा लचकदार रूपमा सन्तेखालसु इन्नुन रोज्न सकिने छान्न सकिने युएन खुन्मु जेगा स्वतन्त्र अथवा लचकदार कार्यप्रणाली वाक्ते थोइमेन्स विस्तार हुँदै बढ्दै हानगुगिन दुरै कोरियन मानिसहरूको यगा सिगानी फुर्सदको समय नुर नागो इत्सुनिदा वृद्धि भइरहेको छ। के भन्छ भने हप्तामा 52 घन्टा काम गर्ने कार्यप्रणाली स्थापना भएर काममा जानेर आउने समय चाहिँ लचकदार रूपमा अथवा स्वतन्त्र रूपमा छनौट गर्न सकिने रोज्न सकिने काम गर्ने कार्यप्रणालीको अथवा लचकदार काम गर्ने प्रणाली विस्तार हुँदै कोरियनहरूको अथवा कोरियन मानिसहरूको फुर्सदको समय वृद्धि भइरहेको छ। अब हामीले थाहा पाउन सक्यौँ कोरियन मानिसहरूको चाहिँ फुर्सदको समय कसरी वृद्धि हुँदैछ त। एक हप्तामा 52 घन्टा काम गर्ने कार्यप्रणाली स्थापना भएर काममा आउने जाने समय के त स्वतन्त्र छ लचकदार छ। मतलब त्यो लचकदार रूपमा चाहिँ के त हामीले छनौट गर्न सकिन्छ। त्यो काम गर्ने लचकदार कार्यप्रणाली चाहिँ स्थापना भएर अथवा त्यसको विस्तार हुँदै कोरियन मानिसहरूको फुर्सदको समय के त वृद्धि भइरहेको छ। मुनुवा छेयु फनग्वाङबु यी छन् इसिप्सामन्यान एस सिल्सिहान। मुनुवा भनेको सांस्कृतिक, छेयुग भनेको खेलकुद, खनग्वाङ भनेको पर्यटकीय, बुले विभाग अथवा क्षेत्र जनाउँछ। अनि मुनुवा छेयु खनग्वाङबु मुनुवा सांस्कृतिक, छेयु खेलकुद, खनग्वाङ पर्यटकीय, बु भनेको विभाग मतलब सांस्कृतिक खेलकुद पर्यटकीय विभाग। यो चाहिँ यी छन् इसिप्सामन्यान 2023 सालमा सिल्सिहान लागू गरिएको। खुङमिन यगा वाल्दोङ छोसाए तारुम्यान। खुङमिन भनेको नागरिक, यगा भनेको फुर्सद, वाल्दोङ भनेको गतिविधि क्रियाकलाप, छोसा भनेको सर्वेक्षण निरीक्षण अनुसन्धान। अनि ए तारुम्यान होइन मा आधार मान्यो भने मालाई चाहिँ के त यो पछ्यायो भने भनेको है। मतलब नागरिक फुर्सद गतिविधिको सर्वेक्षणमा तारुम्यान भने चाहिँ आधार मान्यो भने हानगुगी नुई कोरियन मानिसहरूको फ्याङ्ग्युन औसत रूपको के त यगा सिगानुन फुर्सदको समय चाहिँ फ्याङ्गिरेनुन काम गर्ने दिनमा साम जम युग सिगान है 3.6 घन्टा। अब यो पॉइन्टलाई चाहिँ के हुन्छ जम भन्छ है। अनि साम जम युग सिगान छुमारेनुन ओ जम ओ सिगानी रागु हाम्निदा भनेको छ। मतलब सप्ताहन्तमा चाहिँ 5.5 घन्टा अथवा 5.5 घन्टा भनेर भनिन्छ। के भन्छ भने यो चाहिँ हेर्नुहोस् है। अब कोरियनहरूको चाहिँ हानगुगी नै फ्याङ्ग्युन यगा सिगानुन कोरियन मानिसहरूको औसत रूपमा फुर्सदको समय। यसले के भन्दा त औसत रूपमा है हरेक दिन हुने औसत रूपको फुर्सद समय भनेको चाहिँ फ्याङ्ग्रेनुन काम गर्ने दिनहरूमा चाहिँ यो चाहिँ सामजम युग सिगान भन्छ 3.6 घन्टा। छुमारेनुन चाहिँ सप्ताहन्तमा भनेको चाहिँ यो शनिबार आइतबार बिदाको समयमा चाहिँ ओजम ओ सिगानी रागु हामीले 5.5 घन्टा भनेर भनिन्छ। अब यसले चाहिँ के हुन्छ भने कोरियन मानिसहरूको फुर्सदको समयलाई चाहिँ एउटा निरीक्षण सर्वेक्षण गर्दाखेरि चाहिँ अब काम गर्ने दिनमा त मान्छे अरू काम गरेर व्यस्त भइहाल्छ। त्यही भएर फुर्सदको समय कम देखाएको छ नि त 3.6 घन्टा मात्र भनेर होइन 3.6 घन्टा मात्र भनेर यसले के त फुर्सदको समय कम देखाएको छ। तर सप्ताहन्तमा चाहिँ बिदा हुने भयो बिदामा फुर्सद बढी हुन्छ। त्यही भएर ओजम ओ भनेको चाहिँ 5.5 घन्टा फुर्सदको समय हुन्छ भनेको। मतलब औसत रूपमा हेर्दाखेरि काम गर्ने दिनमा चाहिँ 3.3 घन्टा चाहिँ फुर्सद हुन्छ है लगभग 3.5 घन्टा जति। अनि सप्ताहन्तमा चाहिँ के त यो बिदाको दिन सप्ताहन्तमा चाहिँ 5.5 घन्टा जति फुर्सद समय हुन्छ भने चाहिँ लगभग 5.5 घन्टा जति के त फुर्सदको समय हुन्छ भनेको है। यो चाहिँ यो तथ्याङ्कले निकालेको त यो चाहिँ सांस्कृतिक खेलकुद पर्यटन विभागले 2023 लागू गरेको नागरिक जीवनयापनमा अथवा नागरिकको फुर्सदको गतिविधिको बारेमा एउटा सर्वेक्षण गरेको थियो। त्यो सर्वेक्षण गर्दाखेरि चाहिँ त्यो कोरियन मानिसहरूको चाहिँ औसतमा है
यसले कहिले धेरै कहिले थोरै हुनेछ। औसत रूपमा चाहिँ फुर्सदको समय चाहिँ काम गर्ने दिनमा 3.6 घन्टा भनेको लगभग 3.5 घन्टा, अनि सप्ताहन्तमा चाहिँ के त 5.5 घन्टा भनेको लगभग 5.5 घन्टा जति के त फुर्सदको समय भनेर भनिन्छ भनेछ। हानगुगिन यलम्याङ खाउन्दे यसत म्याङुन छासिनी छुल्किनुन्। हानगुगिन कोरियन मानिसहरू चाहिँ यलम्याङ खाउन्दे 10जना मध्ये अथवा 10जनाको बिचमा, यसत म्याङुन 6जना चाहिँ छासिनी आफूले, छुल्किनुन् मजा लिने रमाइलो गर्ने, मुनुवा मिथ संस्कृति र यगा सेङ्वारे फुर्सदको जीवनयापनमा मान्जो खागो इन्नुन गसुरो सन्तुष्टि हुने कुराको रूपमा नाथानाथ सुम्निदा देखा परेको थियो। अब यसले के भन्छ भने कोरियन मानिसहरू 10जना मध्ये 6जनाले चाहिँ त आफूले चाहिने मतलब आफूले चाहना गरेको, आफूले रुचाएको संस्कृतिको बारेमा अथवा फुर्सदको जीवनयापनको बारेमा सन्तुष्टि हुने कुराको रूपमा देखा परेको थियो भनेको छ। तोहान अनि फेरि हानगुगिन दुरी कोरियन मानिसहरूले खाजाङ मानी सबैभन्दा धेरै हानुन गर्ने यगा वाल्दोङे थिए फुर्सदको गतिविधिको बारेमा छोसान सर्वेक्षण गरिएको खेलगा नतिजा परिमाण चाहिँ है। अनि फेरि के भन्छ नि एउटा सर्वेक्षण यस्तो पनि गरेको रहेछ कि कोरियन मानिसहरूले सबैभन्दा धेरै गर्ने फुर्सदको गतिविधिको बारेमा सर्वेक्षण गरेको छ। त्यो सर्वेक्षणको खेलगा भनेको नतिजा अथवा परिमाण चाहिँ टिभी सिछाङ भन्छ। यो चाहिँ टेलिभिजन सिछाङ भन्छ, टिभी हेर्ने सिछाङ पनि हेर्नु भन्छ है। मोबाइलमा अथवा टिभीमा हेर्नुलाई चाहिँ के त सिछाङ आधा भन्छ। अब टिभीहरू हेर्ने चाहिँ युक्सिप जम फाल फसेन्थुरो खाजाङ नोप्के नाथानाथ सुम्निदा 60.8% को रूपमा सबैभन्दा उच्च देखाएको थियो भन्छ है। अब के भन्छ भने कोरियन मानिसहरूले सबैभन्दा धेरै फुर्सदको समयमा गर्ने गतिविधि क्रियाकलापलाई एउटा सर्वेक्षण गरेको थियो। त्यो सर्वेक्षण गरेको नतिजा चाहिँ टिभी हेर्ने चाहिँ सबैभन्दा उच्च 60.8% को रूपमा सबैभन्दा उच्च देखाएको थियो। यो पर्सेन्ट गर्नलाई फसेन्थ्यो अथवा फुरो पनि भन्न सकिन्छ। पोइन्टलाई चाहिँ जम भन्नु पर्यो। पर्सेन्ट गर्दाखेरि केमा गर्नु पर्यो त पर्सेन्ट गर्दाखेरि यो सिनो नम्बर प्रयोग गर्नु पर्यो। अहिलेको माथि त्यो ओजम ओ भन्ने थियो कि थिएन 5.5 घन्टा भन्ने, त्यो चाहिँ अगाडि घन्टा पछाडि मिनट भएकोले गर्दा अब त्यसलाई पनि के त सिनो नम्बरै गर्नु पर्यो। ओजम ओ अथवा सामजम युग भनेर सामजम युग सिगान ओजम ओ सिगान भनेर, किनकि पोइन्टहरू गर्दाखेरि प्रतिशत गर्दाखेरि चाहिँ के त हामीले सिनो नम्बरै प्रयोग गर्नुपर्छ है। पोइन्ट गर्दा अथवा प्रतिशत गर्दा सिनो नम्बर प्रयोग गर्नु पर्यो। त्यही भएर के त यो चाहिँ अब माथिको समय पनि घन्टाको समय पनि सिनो नम्बरमा, यो पर्सेन्ट पनि के त सिनो नम्बरमा। अनि सबैभन्दा धेरै चाहिँ टिभी हेर्ने 60.8% को रूपमा सबैभन्दा उच्च थियो भनेको छ। सानसिक मित खत्किगा साहसिप सामजम ओ फसेन्थो। अब सानसिक मर्निङ वाक गर्ने, हिन्डुल गर्ने र अथवा मर्निङ वाक गर्ने, बिहान बिहान जगिङहरू गर्छ नि त्यसलाई सानसिक भन्छ। मित भनेको र खत्की भनेको हिन्डुल गर्ने, यता हिन्डुल गर्ने चाहिँ 43.5%। मोबाइल खन्थेन्छु मित ओटिटी सिछाङ भन्छ। मोबाइल खन्थेन्छु भनेको मोबाइलमा भएको कन्टेन्टहरू हेर्ने, मोबाइलमा भएको सामग्रीहरू हेर्ने होइन। विभिन्न टिकटक फेसबुक खोलेर त्यहाँ के कन्टेन्टहरू छ त्यो कन्टेन्टहरू हेर्ने है। मोबाइलमा टिकटक फेसबुक युट्युब खोलेर चाहिँ हामी कन्टेन्टहरू हेर्छ नि, भिडियोहरू अथवा भिडियो मात्रै नभएर अरू कुराहरू पनि हेर्छ नि त होइन। त्यसलाई चाहिँ मोबाइल खन्थेन्छु भन्यो। र ओटिटी सिछाङ भन्छ। ओटिटी सिछाङ भनेको चाहिँ के हो भन्दाखेरि कुनै पनि एउटा प्लेटफर्म अथवा एप्समा गएर चाहिँ हामीले के त कुनै फिल्मको सिरियलहरू जस्तै नेटफ्लिक्समा गएर हामीले फिल्मको सिरियलहरू हेर्छ अथवा जुम एपमा गएर हामीले चाहिँ भिडियोको सिरियलहरू हेर्छ नि त। त्यस्तो कुनै पनि एप्लिकेसन अथवा वेबसाइटमा गएर चाहिँ हामीले के त कुनै पनि भिडियो अथवा प्रोग्रामहरू चाहिँ सिरियल रूपमा चाहिँ हामीले सबै हेर्न सकिन्छ भने त्यसलाई के त ओटिटी सिछाङ भन्छ। त्यो ओटिटी सिछाङ गर्ने चाहिँ यो सासिप सामजम साम फसेन्थुरो खु थुइरुल यत सुमिदा 43.3% को रूपमा खु थुइरुल त्यस पछाडि यत सुमिदा थियो भनेको छ है। यो यसै गरी अथवा क्रमशः छाप्ताम थङ्वा अघि, थाप्चा भनेको च्याटिङहरू गर्ने, कुराकानी गर्ने, थङ्वा अघि फोनमा कुराकानी गर्ने चाहिँ सामसिप इ जम फाल फसेन्थु सोपिङ ओइसिक सपिङ गर्ने अथवा बाहिर खाना खान जाने, होटलतिर खाना खान जाने चाहिँ यो चाहिँ इसिब युग जम साम फसेन्थु इन्टरनेट खमसेक यङसाङ फ्यान्जिप भन्ने छ। इन्टरनेट खमसेक भनेको इन्टरनेटमा सर्च गर्ने, इन्टरनेट गुगलहरूतिर गएर अथवा अनलाइनतिर गएर चाहिँ हामीले केही कुराको बारेमा सर्च गर्ने। र यङसाङ फ्यान्जिप भन्छ। यङसाङ भनेको भिडियो, फ्यान्जिप भनेको एडिटिङ गर्ने, भिडियो बनाउने के।
जस्तै हामीले कोही बेला भिडियो बनाइरहेको हुन्छ नि, फोटो खिचेर अथवा भिडियो बनाएरै त्यो भिडियो एडिटिङ गर्ने कुरालाई अथवा भिडियो बनाउने कुरालाई के त यङसँग फ्यान्जिप भन्छ। त्यो फ्यान्जिप चाहिँ के त इसिप ओ जम साम फसेन्थु भनेको छ। छिन्गु वा उही साथीसँगको मान्नाम भेटघाट गर्ने चाहिँ इसिप इ फसेन्थु 22% को सुनिय अत सुनिदा भन्छ, क्रमशः थियो। सुनिदा भने क्रमशः हुनु अनि सुनिय अत सुनिदा क्रमशः थियो। के भन्छ भने यो जगिङ मर्निङ वक गर्ने हिँडडुल गर्ने चाहिँ 43.5%, मोबाइलको कन्टेन्टहरू हेर्ने अथवा कुनै पनि एप्लिकेसनमा गएर सिरियलहरू फिल्महरू अडियो यस भागहरू हेर्ने चाहिँ ओटिटी शिक्षण चाहिँ 43.3% है। पहिला सेकेन्डमा चाहिँ के त सानसेक र खत्ती पऱ्यो, थर्डमा चाहिँ के त यो चाहिँ खन्थेन्चु र के त ओटिटी शिक्षण पऱ्यो 43.3%। र यस लगतै क्रमशः के त च्याटिङ गर्ने फोनोक्रान गर्ने कति छ त 32.8%, त्यस पछाडि पऱ्यो। फेरि सपिङ गर्ने बाहिर खाना खाने चाहिँ 26.3%, र इन्टरनेट सर्च गर्ने भिडियो एडिटिङ गर्नेहरू चाहिँ 25.3%, र साथीसँग भेट गर्ने चाहिँ 22%। यो सबै क्रियाकलाप के हो त कोरियन मानिसहरूले फुर्सदको समयमा गर्ने गतिविधि अथवा क्रियाकलाप हो है। यो सबै के हो त कोरियन मानिसहरूले गर्ने फुर्सदको गतिविधि अथवा क्रियाकलाप। जस्तै कोरियन मानिसहरूले सबैभन्दा फुर्सदमा के गर्छन् त टिभी सिसँग गर्दछ होइन, टिभी हेर्ने कुरा मन पराउँदछन्। मतलब टिभी हेर्न चाहिँ उनीहरूले फुर्सद समय भयो कि टिभी हेर्दछन्। 60.8%ले चाहिँ के त टिभी हेर्छन् भनेको छ नि त। अनि यसरी टिभी हेर्ने यो हिडडुल गर्ने मर्निङ वक गर्ने मोबाइलमा कन्टेन्टहरू हेर्ने च्याटिङ गर्ने कुराकानी गर्ने सपिङ गर्ने अथवा बाहिर खाना खान जाने साथै भिडियो एडिटिङ गर्ने अनलाइन सर्च गर्ने साथीसँग भेट गर्ने जस्तो गतिविधि चाहिँ सबै के हो त फुर्सदको जीवनयापनमा गरिने क्रियाकलाप हो गतिविधि। अब यहाँ टिप्स भनेर दिएको छ। टिप्समा जस्तै ओटिटी शिक्षण भन्नाले के बुझिन्छ भन्दाखेरि नेटफ्लिक्स अथवा अमेजन जस्तो विभिन्न खालको एप्सहरू हुन्छ नि, वेबसाइट एप्सहरूमा राखेको भिडियोको सिरियल कुराहरू चाहिँ हेर्नुलाई के त ओटिटी शिक्षण भन्छ। र मोबाइल खन्थिन्छु भन्छ, मोबाइलमा भएको कन्टेन्टहरू के कुन खालको कन्टेन्ट आइरहेको छ त मोबाइलमा विभिन्न प्रकारको एप्सहरूमा भएको, जस्तै यो विभिन्न एप्सहरूमा भएको एप्सको कन्टेन्टको विषयवस्तुलाई हेर्नु भन्छ। जस्तै टिकटक फेसबुकमा भयो नि त होइन, फेसबुक भयो टिकटक भयो युट्युबमा देखा परेको के विभिन्न विषयहरू कन्टेन्ट हुन्छ नि त, भिडियोहरू कहिले भिडियो आइरहेको हुन्छ, कहिले चाहिँ के त यो पढाइ सम्बन्धी भिडियो आइरहेको हुन्छ, कहिले फेरि के त यो जस रमाइलो गर्ने भिडियो आइरहेको छ, कहिले मनोरञ्जनको भिडियो आइरहेको हुन्छ, कहिले के त कुनै जानकारीमूलक भिडियो आइरहेको हुन्छ, अथवा कुनै न कुनै हामीले चाहिँ एप्सहरू अथवा कुनै मोबाइलको माध्यमबाट चाहिँ के त मोबाइलमा भएको विभिन्न कन्टेन्ट सामग्रीहरूलाई हेर्न चाहिँ मोबाइल खन्थिन्छु हुन्छ। ओटिटी शिक्षण चाहिँ एउटा दुईवटा चाहिँ, तर ओटिटी शिक्षण चाहिँ एउटा एप्समा गएर चाहिँ त्यसको भिडियोहरूको सिरियल हेर्नु के, र मोबाइल कन्टेन्ट हामीले टिकटक फेसबुकमा चलाए जस्तै त्यसलाई मोबाइल कन्टेन्ट हुन्छ। जस्तै यो माथिदेखिको सारांश चाहिँ यहाँ राखेको छ, यसलाई अन्तिममा पनि राखेको छ। पहिले तलको पढिसक्यो अनि मात्रै हेरला। हानगुगे स इल ग्वा सालमैन, कोरियामा चाहिँ इल भनेको काम, ग्वा भनेको र, साम भनेको जीवन। कोरियामा चाहिँ काम र जीवनको छोवारो उन भन्छ है। छोवारो भनेको तालमेल मेलमिलाप भन्छ नि, तालमेल मेलमिलाप के भन्छ त छोवारो उन भन्छ। कोरियामा चाहिँ काम र जीवन, कामको पनि जीवनको पनि तालमेल अथवा मेलमिलापको के त ख्युन्याङ्गुल छोङसी हानुन, ख्युन्याङ भनेको सन्तुलन, सन्तुलनलाई छोङसी हानुन महत्त्व दिने है। कोरियामा चाहिँ काम पनि महत्त्वपूर्ण छ जीवन पनि महत्त्वपूर्ण छ भनेर त दुवैको तालमेल अथवा मेलमिलापको सन्तुलनलाई महत्त्व दिने, छोङसी हानुन भनेको महत्त्व दिने। सावैजक फनुगिगा, सामाजिक वातावरण, सावैजक भनेको सामाजिक, फनुगी भनेको वातावरण है। वाक्सान हामेन स, विस्तार हुँदै। यगावी छिरुल, यगा भनेको फुर्सद, छिल भनेको गुणस्तर, फुर्सदको गुणस्तर नोफिर्यानुन उच्च बनाउने विचारले है। नोफिदा उच्च भइदिनु भन्छ। अब रियानुन इरियानुन भनेको चाहिँ के हो त भिएसटी प्लस रियानुन उरियानुन भनेको के हो त यो चाहिँ ने विचारले भन्छ है। र्यागो उर्यागो जस्तै हो, त्यसको छोटो रूप चाहिँ के हो त भिएसटी प्लस रियानुन उरियानुन भनेको ने विचारले। अब नोप्ता उच्च हुनु, नोफिदा पनि उच्च भइदिनु अथवा उच्च हुनु नै जनाउँछ। अनि नोफिर्यानुन उच्च बनाउने विचारले सारामदुरी मानिसहरूको ख्वान्सिम रुचि चासो तोहान फेरियानी नोफाजिगो सुन्दा उच्च हुँदै गइरहेको छ, बढ्दै गएको छ। नोफिदाबाट नोफाजिगो सुन्दा उच्च भइदिँदै गएको छ, बढ्दै गएको छ भन्छ है नोप्ताबाट। के भन्छ भने कोरियामा चाहिँ काम र जीवनको तालमेल मेलमिलापको सन्तुलनलाई महत्त्व दिने सामाजिक वातावरण पनि के त विस्तार हुँदै
फुर्सदको गुणस्तरलाई उच्च बनाउने विचार गर्ने मानिसहरूको रुचि चासोहरू पनि के त वृद्धि हुँदै गएको छ, बढ्दै गएको छ। यगाए खनान छनमुन सजगी छुल्गान थैगिदो हागो। यगाए खनान भन्छ फुर्सदको सम्बन्धमा है, फुर्सदको सम्बन्धमा चाहिँ एक खनान को सम्बन्धमा भन्छ, एक खनान भनेको त को सम्बन्धमा, फुर्सदको सम्बन्धमा, छनमुन भनेको विशेष किसिमको सजग विशेषज्ञता पुस्तक, सजग भनेको पुस्तक जनाउँछ, छनमुन भनेको विशेष सजगले पुस्तक जनाउँछ है, विशेष किसिमको सजिग भन्छ, सरी सजग हुनुपर्ने, विशेष किसिमको पुस्तकहरू चाहिँ के त छुल्गान थोइगिदो हागो प्रकाशन गर्ने पनि गरेर है, छुल्गान थोइगिदो हागो भनेको त प्रकाशन गर्ने पनि गरेर। थेयागे ख्वालियन विश्वविद्यालयसँग सम्बन्धित भएको, थेयाक्यन विश्वविद्यालय, थेयाक पनि विश्व शैक्षिक संस्थाहरू अथवा विश्वविद्यालय भन्छ, विश्व शैक्षिक संस्था अथवा विश्वविद्यालयसँग सम्बन्धित भएको हाक्वागा है शैक्षिक संस्थाले है, हाकले शैक्षिक जनाउँछ, क्वाले संस्था जनाउँछ, शैक्षिक संस्थाले के त शैक्षिक संस्था चाहिँ खेसल थोइगिदो हायत सुनिदा स्थापना गर्ने पनि गरेको थियो भन्छ है। मतलब विभिन्न खालको फुर्सदको सम्बन्धमा विशेष किसिमको पुस्तक चाहिँ प्रकाशन गरेर विश्वविद्यालयसँग सम्बन्धित भएको के त पुस्तकहरू कुराहरू चाहिँ के त यो शैक्षिक संस्थाले हाक्वा शैक्षिक विभागले अथवा शैक्षिक संस्थाले चाहिँ खेसल थोइगिदो हायत सुन्दा स्थापना गर्ने पनि गरेको थियो भन्छ। खुन फुदामी अप्सी ठुलो व्ययभार बोझ नभएर, यरसी भनेको धेरै मानिस है, खुन फुदाम, फुदाम भनेको बोझ व्ययभार भन्छ, ठुलो बोझ व्ययभार जिम्मेवारी नभएर अथवा नभएको, यरत भनेको यर भनेको धेरै भन्छ, यरसीले धेरै मानिस जनाउँछ है, यरसी भनेको त धेरै मानिस मेनी पिपल भन्छ नि, धेरै मानिसहरूले के त छुलगिल सुइन्नुन रमाइलो गर्न सक्ने फाखु खोलफुना, फाखु भनेको पार्क हो, गोल्फ भनेको गल्फ हो, गल्फ पार्क वा फुटसल वा खथुन फुटसल जस्तो थायाङ्गन विभिन्न प्रकारको सुफोसु स्पोर्ट सिसल्दो सुविधा पनि छुङसल थोइगो सुविधा विस्तार हुँदै गएको छ। के भन्छ भने अन्तिममा चाहिँ ठुलो व्ययभार बोझहरू कामको जिम्मेवारी नभएको धेरै मानिसहरूले चाहिँ रमाइलो गर्न सक्ने गल्फ पार्क भयो, फुटसल जस्तो के त फुटसल सँगसँगै जस्तो विभिन्न प्रकारको स्पोर्टको सुविधाहरूमा के त सुविधाहरू चाहिँ विस्तार हुँदै गएको छ। छुङसल थोइदा पनि के त विस्तार हुनु भन्छ है। र तल हेर्नुहोस् यो टिप्स भन्छ, टिप्स भएको कुरा आएको ओटिटी सिस्टम भन्नाले नेटफ्लिक्स अमेजन जस्तो विभिन्न एप्लिकेसनहरूमा गएर भिडियोहरू हेर्ने कुरा भयो। मोबाइल कन्टेन्ट भनेको मोबाइलमा भएको विभिन्न एप्समा भएको एप्सको कन्टेन्टको विषयवस्तुलाई हेर्नु अथवा फेसबुक टिकटक युट्युबमा देखा परेको विषयवस्तु अथवा भिडियोहरू होइन, फोटोहरू भिडियो फोटोदेखि लिएर सबै कुरा हुन्छ नि, त्यो हेर्नुलाई के हुन्छ त मोबाइल खन्थिन्छु भन्छ है। फेसबुक टिकटक एप्स युट्युबमा गएर भिडियोहरू अथवा फोटोहरू हुन्छ नि, त्यो विभिन्न कुराहरूलाई चाहिँ हेर्नु चाहिँ के त मोबाइल खन्थिन्छु। जस्तै अब यो माथिदेखिको पुरै छङ्बोको सारांशमा है पनि कार्यप्रणालीले गर्दा के त प्रणालीले गर्दा काममा जाने र आउने समय चाहिँ स्वतन्त्र लचकदार रूपमा रोज्न सकिन्छ, जसले गर्दा नि के त कोही मानिसहरूको फुर्सद समय वृद्धि भइरहेको छ भन्छ है। अब एक हप्तामा जम्मा 52 घन्टा काम गर्नुपर्छ, त्यो 52 घन्टा मात्र काम गर्नुपर्ने कार्यप्रणाली भएकोले गर्दा चाहिँ के त काममा जस्तै काममा जाने र आउने समय यति बजी काममा जान्छु नि यति फर्किन्छु भनेर काममा जाने र आउने समय चाहिँ के त रोज्न सक्यो, जसले गर्दा चाहिँ के त कोही मानिसको फुर्सदको समय वृद्धि भइरहेको छ भनेको छ। अनि औसत रूपमा कोही मानिसहरूको फुर्सदको समय भनेको चाहिँ के हो त कति हुन्छ त औसत रूपमा यो चाहिँ 3.6 घन्टा भनेको छ, 3.6 घन्टा हुन्छ, लगभग 3.5 घन्टा जति। अनि सप्ताहन्त बिदाको बेलामा चाहिँ फुर्सद समय भनेको चाहिँ 5.5 घन्टा या लगभग 5.5 घन्टा जति हुन्छ भनेको छ। किनभने अब काम गर्ने दिनमा काम गरेर व्यस्त हुन्छ, फुर्सद कम हुन्छ नि त, त्यही भएर 3.6 घन्टा साह्रै कमै छ। सप्ताहन्तमा त बिदा हुन्छ, काम गर्नुपर्ने कर्तव्य हुँदैन, त्यो बेलामा चाहिँ अलिक फुर्सद बढी हुन्छ नि त, त्यही भएर 5.5 घन्टा भनिएको छ भन्छ है। अनि कोही मानिसहरूले चाहिँ एउटा सर्वेक्षण गरेको थियो, सबैभन्दा बढी फुर्सद समयमा के गर्छन् भनेर सर्वेक्षण गर्दाखेरि चाहिँ कोही मानिसहरूले सबैभन्दा बढी फुर्सद समयमा चाहिँ के त टिभी हेर्ने काम गर्दछन् होइन। त्यो टिभी हेर्ने जम्मा कति छ त 60.8% रूपमा देखा परेको छ भनेको छ है। सबैभन्दा बढी कोही मान्छेहरूले फुर्सदको समय गर्ने काम भनेको टिभी हेर्ने हो, जुन चाहिँ 60.8%। र फुर्सदको सम्बन्धमा के गर्छन् अन्तिममा चाहिँ के भन्छ भने फुर्सदको सम्बन्धमा विशेष किसिमको पुस्तकहरू प्रकाशन गर्ने होइन, अथवा फुर्सदको जीवनयापनको सम्बन्धमा विशेष किसिमको पुस्तकहरू प्रकाशन गर्ने अथवा विश्वविद्यालयसँग सम्बन्धित रहेको यो सही संस्थाहरूले चाहिँ के त त्यस्तो खालको पुस्तकहरू त्यस्तो खालको कुराहरू चाहिँ के त स्थापना गर्ने पनि गरेको थियो भनेको छ है।
एकाइ यो चाहिँ एकाइ 18 को छाङ्गु मनुवा